नमस्कार सबैमा कस्तो हुनुहुन्छ हजुरहरू। मलाई लाग्छ हजुरहरू सन्चै हुनुहुन्छ होला है। मेरो चाहिँ बिहानको नास्ता हो यो चाहिँ। आज त मैले मेगी खाएको, मेगी लिए हो। अन्त एउटा एक दुई पिस लिए हो। यसमा राइस पनि हालेको छु मैले। हजुरहरूले के खानुभयो होला है। मैले त आज मेगी, राइस, अन्डा, यसमा मजाले प्याज टमाटर भुजेर चाहिँ यसमा हल्का सुपीवाला मैले बनाएको छु है। साथीभाइ म त सुरु गरेँ है। दामी भएछ। कोही बेला खानुको लागि खायो भने त राम्रो हुन्छ यो चिज। डेली खानु पनि हुँदैन, स्वास्थ्यको लागि हानिकारक हो। मेगी यस्तो चिजहरू, प्याकेटको चिजहरू महिनामा एकपल्ट दुईपल्ट खायो भने त शरीरलाई त्यस्तो असर पर्दैन साथी हो। दार्जिलिङमा धेरै ठन्डा छ है, चिसो छ। यता सुपी खालको खायो भने चाहिँ गरम खायो भने चाहिँ शरीरमा निकै तातो हुन्छ। दामी। मैले राइस पनि हालेको थिएँ कि, त्यही भएर अलिक साह्रै पर्छ खानु। यति बेला मेगी मात्रै भए चाहिँ सक्थेँ मैले। खाँदा यस्तै चिसो हुन्छ कि
यतिको स्पिडमा खाँदा नि सक्यो बनाएर मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है थ्याङ्क यू फर वाचिङ